ल म तपाईँलाई मेरो माछा पोखरी देखाउँछु है। हेर्नुहोस्, यो मेरो माछा पोखरी हो। अनि ओहो, यताबाट त बाटो बन्द रहेछ त। अनि तीनटा छन् यस्तै पोखरीहरू। अनि उहाँ हेर्नु, त्यो चाहिँ मेरो नयाँ रुम हो है, नयाँ बिल्डिङ मैले लिएको 1 अरबमा है। अनि गाह्रो छ, पैसा धेरै लाग्यो घर बनाउँदा। अनि छन् 400-500 कोठाहरू छन्, 400-500 कोठाहरू छन्। अनि यो चाहिँ माछाको तलाउ हो तपाईँलाई देखाएको। यस्तै अरू 2टा तलाउ छन्। अनि यतातिर छन् तलाउहरू। यसमा तपाईँको सब किसिमका माछाहरू पाउनुहुन्छ, सब किसिमका, जस्तो भने त्यस्तै। रौँ, परौँ, सरौँ, करौँ, लरौँ, सब किसिमका माछाहरू पाइन्छ। माछाको लागि टेन्सन छैन। अनि अब यहाँ तपाईँको 10-12 जना केटाहरू हुन्छन् यहाँ माछा हेर्ने। अनि एउटा यो भइहाल्यो, एउटा उता अगाडि छ, एउटा यता छ पोखरी, एउटा यता छ, एउटा योभन्दा अझ अगाडि छ। अगाडि छ 3टा छन् तलाउ। पाहाड त देखाइहाल्नुभयो तपाईँले। अनि त्यो तपाईँको सेतो देखिने बिल्डिङ भनेको मेरै बिल्डिङ हो है। अब भर्खरै मैले खरिदिएको। अनि के गर्नु, माथि खाली छ बिल्डिङ। अनि अब यतातिर सिफ्ट हुनुपर्ने छ। यस्तो छ बाटो, यो चाहिँ पोखरीको लागि हो। अनि यस्तो पौधाहरू भएपछि सेफ्टी हुन्छ तपाईँको यो माछाहरूलाई, यो चराहरूलाई भनेर वरिपरि यो गोबरका रुखहरू लगाएको सट्ट पारेर। अनि यस्तो छ, यतातिर सबै जङ्गलै हो। जङ्गलको बिचमा तलाउ हो। आधी घन्टा हिँडेपछि घर आउँछ मेरो। अनि हिँड्दै गएपछि अहिले चाहिँ यता साइडतिर छु म माछा हेर्ने। अनि यताउताको लागि। अनि पोखरी जोस् राम्रै छ, भइरहेछ उत्पादन। अनि अब खालि गोही हाल्नु बाँकी छ। अनि 2-4वटा गोही लिएर हाल्नुपर्ने छ यहाँ। अनि 2-4वटा गोही, त्यसपछि के भन्छन्, के घोडाइ के भन्छन्। अनि एउटा यता छ, यिनी चराहरूले पानी खान्छन् चट्ट पारेर उडिरहेछन्। एउटा यता छ है, 3टा तलाउ हुन्, 3टा पोखरी। अनि अब यो 2टा छोराको लागि एउटा तलाउ भइहाल्यो। अनि अब एउटा चाहिँ अब आउनेको लागि चाहिँ एक्स्ट्रा बनाइराखेको। अनि अब एउटा बिल्डिङ त लिएको छ, अब साइडमा 2टा बिल्डिङ पनि छन्, त्यो पनि लिनुपर्ने छ। अनि के गर्ने, गाह्रो छ। अनि त्यस्तै छ, गर्मीको त कुरै नगरौँ है। अनि